अनि म चाहिँ पढ्ने निदो गर्थेँ अनि पिएन कलेजमा आएँ म यस्तै खोलेर खानी हो खाइहाल्नु त एजुकेसन यदि लिएँ भने मैले लाइफमा म मास्टर हुने हो ओए सबैलाई फेरि त्यहाँ किन मैले तर म त्यस्तो रुड मास्टर चाहिँ हुँदिनँ मेरो मलाई पढाउने मास्टरहरू कम्ता रुड थियो कुनै कुनैले मेरो गाला रन्किनी गरेर डाम बस्नी गरेर ठोकेको त अब कस्तो चिजमा हामीले खर्च गर्नुपर्ने हुन्छ भने यो फोहोर फाल्न युज आउँछ यसको मात्रै मैले 800 तिरेँ होइन हाम्रो मेन खर्च हुने के यो भैँ पोचा हान्नुपर्छ यसलाई 400 तिर्नु पऱ्यो यो अर्को कन्टेनर हो जुन खाना प्याक गरेर पठाउनु पऱ्यो यो भनेको सबै त्यो खानेकुराको त रेट हेरिन्छ यी फेरि मान्छेले यस्ता कुराहरूमा ओहो फाइदा खायो भन्ने होइन हामीलाई जुन मेन खर्च भनेको यस्ता चिजहरूले खाएको हुन्छ क्या मेन्टेनेन्सले तपाईँहरूलाई थाहा मेरो उमेर त्यस्तो धेरै भएन नि म काम गर्न लाएर मात्रै हो होइन म बल्ल 23 वर्षको हो अनि मेरो यो उमेर भने त खेल्ने कुद्ने कलेज जाने साथीहरू बनाउने यो उमेर हो नि त अनि म त्यो लाइफस्टाइल पनि छोड्न चाहिँ चाहेन कि व्यवसाय भनेपछि त मेरो यो उमेर यो सबै कुरो छुट्छ हो अनि म चाहिँ पढ्ने निदो गर्थेँ अनि पिएन कलेजमा आएँ म प्रत्येक मान्छेलाई फलो गर्न लगाउँछु प्रत्येक मान्छेलाई सब्सक्राइब गर्न लगाउँछु फुल इङ्ग्लिसै कमजोर छ क्या अब मैले पढ्न छोडेँ भने मैले कसरी सिक्छु इङ्ग्लिस पढ्न त पर्छ साथी ल वाह कलेज त मजाको हो त पिएन क्याम्पस त म बल्ल पहिलोचोटि आएको हो नि ल चट्ट बिहान कलेज आइन्छ अनि त्यसपछि यहाँबाट फर्किँदाखेरि मर्निङमा पहिला कलेज आउँछु कलेजबाट फर्किँदाखेरि तल पसलमा सामान छोड्छु तल पसलमा सामान छोडेर माथि गएर सामान छोड्छु खाना खान्छु अनि त्यसपछि दिनभरिको फेरि ड्युटी हान्छु होइन मलाई 2टा मात्रै रेस्टुरेन्ट खोलेर यो संसारमा मर्नु छैन मलाई त धेरै गर्नु छ होइन त्यही भएर म हरेक सम्भावनामा काम गर्छु अनि तपाईँहरूलाई देखाउँछु ओके म तपाईँहरूलाई पिएन कलेजै देखाउँछु यस्तो खतरा हो उहाँ बास्केटबल नेट पनि रहेछ बास्केट नि खेलिन्छ मामफुली अब यसको सायद अफिसहरू यतै होला एक्सक्युज मी अफिस हो यो यस थ्याङ्क यू यहाँ चाहिँ रहेछ अफिस वा कस्तो राम्रो हो त नि यहाँ त यार हेर त कलेज यति राम्रो अब हामी उहाँ यत्रो ग्राउन्ड भएको स्कुलमा कलेजमा पढेको यहाँ आउँदाखेरि त मलाई त बबाल मजा भइरहेको त हेर्दाखेरि पनि यहाँ रहेछ पृथ्वीनारायण क्याम्पस मेरो न्यू जर्नी पढ्न त खासै मन त लाग्दैन तर पनि ए नमस्कार न्यू एडमिसनको लागि एजुकेसन हजुर ए मलाई त फर्म पो बुझाइदिइहाल्नु पर्छ यहाँ त ल हजुर म आफैले मलाई यसो पहिला के पढेको मैले एजुकेसन पढेको एजुकेसनमा नि मेजर हुन्न मेजर नेपाली नेपाली एउटा दिने एउटा माइनर जे दिने पहिला सुन्नुहोस् न यो भन्छु मलाई थोरै हजुरले बुझाइदिनु न कि अब अगाडि चाहिँ एजुकेसनबाट चाहिँ हामीले पढेर किनभने लाइफको लागि पछिलाई के काम लाग्छ भन्ने कुरा हो नि त यो सब्जेक्टहरू सर्टिफिकेटहरू एजुकेसन त प्राय टिचिङै हो के रे टिचिङै हो अनि त्यो सेक्टरमा म यदि जान चाहन्न भने 11-12 त एजुकेसन पढिहालेँ आर्ट्स पढ्न पाइन्छ नि उता आर्ट्समा सोसियोलोजी लिएर पढ्न पाइयो आर्ट्सको सेक्टरहरू चाहिँ के हुन्छ अरे आर्ट्समा त विषय अनुसार हुन्छ क्या ए हजुर सोसियोलोजी पढ्यो भने अब संस्थाहरूसँग काम गर्न पाइयो म्याथहरू लियो भने अब टिचिङै पाइयो ब्याङ्कतिर पाइयो होइन ए हजुर हजुर त्यसको लागि नि फर्म त यही नै हो आर्ट्सकै लागि अब उता पनि बुझेर आऊ उता के भन्छ उताको तिमीलाई दिमागमा के आउँछ हजुर हजुर उता फोनमा बोल्नु भयो नि सर हो सरलाई सोधे नि हुन्छ ए उहाँको सरसँग ए हुन्छ 8 नम्बर पठाउनु झ्यालमा 8 नम्बर लेखेछ हजुर त्यही बिल्डिङमा त्यही बिल्डिङमा त्यहाँ सोधेर सबै इन्क्वायरी त्यहाँ गरेर आयो नि हुन्छ है त्यहाँ सोधपुछ भनेर लेखेको थिएँ त्यहाँबाट यता पठाउनु भएको हो मलाई एजुकेसन भनेर यता पठाएको होला ए आर्ट्सको लागि भनेर अरू विषयमा नि मलाई बुझ्नु
हुन्छ त्यही भएर तपाईँले मलाई भनिदिनुहोस् काउन्सिलिङ गरिदिनुहोस् भने त्यही भन्नुहुन्छ हुन्छ हस् थ्याङ्क यू हुन्छ हस् ओ सरी ल भर्नाको लागि मैले यो फाइल त लिएँ कि अब पढ्ने कुन सब्जेक्ट लिने एजुकेसन यदि लिएँ भने मैले लाइफमा म मास्टर हुने हो ओए सबैलाई फेरि त्यहाँ किन मैले तर म त्यस्तो रुड मास्टर चाहिँ हुँदिनँ मेरो मलाई पढाउने मास्टरहरू कम्ता रुड थियो कुनै कुनैले त मेरो गाला रन्किनी गरेर डाम बस्ने गरेर ठोकेको त मैले बिर्साएन नि त्यो हाम्रो बारीको प्रेम सर हुन त बिचरा नाम के लेखिदिनु तर होइन उहाँ अहिले पनि रुडै हुनुहुन्छ अहिले पनि बच्चाहरूलाई हान्नुहुन्छ वास्तवमा कुटेर उ गरेर पनि पढाउन सक्नुहुन्छ तपाईँले मलाई अहिलेसम्म इङ्ग्लिस पढ्न सक्ने बनाउनु भएन पास त कसरी गरिदिनु भयो आई डोन्ट नो म यदि शिक्षक हुन्थेँ भने मैले पास गरिदिन्थेन बरु राम्रोसित बुझाउँथेँ पढाउने कोसिस गर्थेँ उनीहरूलाई परिवारलाई भन्थेँ यसो गर्नुहोस् यसले पढ्छ नत्र भने हुँदैन भनेर बुझाउँथेँ तपाईँहरूले जहिले मेरो गाला रन्किनी गरेर हान्नुभयो जसको कारणले मलाई झन् पढ्न मन पनि लागेन होइन ठिकै छ तर पनि यहाँसम्म आएको तपाईँहरूकै तिनै दबाबहरूले गर्दा आज म यतिको भयो तिनलाई पनि म नराम्रो लेख्दिनँ मैले फर्म लिएँ पृथ्वीनारायण क्याम्पसको फर्म लिएँ अब भने मैले सायद यहाँ अगाडि गएर के गर्ने भनेर के अरे कुन सब्जेक्ट लिने एजुकेसन पढेर शिक्षक हुने रे आर्ट्स पढ्यो भने चाहिँ सामाजिक म्याथ के भन्दै हुनुहुन्छ त्यसको बारेमा म अब अगाडि गएर सोध्छु है त पुरै छ त खत्रै छ त यार कति हो त नि ग्राउन्ड कति ठुलो एरिया तर सुन्ने छ यत्रो कलेजमा मान्छेहरूको चाप यति धेरै कम छ किनभने स्टुडेन्ट नै छैनन् पढ्ने स्टुडेन्ट 12 पढेपछि विदेश जान्छन् पढ्ने यत्रो ठुलो कलेजमा पढ्ने स्टुडेन्ट नै छैन भने कसको के भन्नु यार साथी देशको परिस्थिति लास्टै भन्दा नि लास्टै बिजोग छ कि सरसँग चाहिँ यस्तो हो मैले बिचमा चाहिँ पढाइ छोडेँ अब चाहिँ के पढ्दा ठिक हुन्छ कुन सब्जेक्ट लिगौँ भनेको उहाँले चाहिँ मलाई सजेसन गर्नुभयो पोलिटिकल साइन्स अनि अर्को समाजशास्त्र भन्ने यो दुईवटा चाहिँ उहाँले रिकमेन्ड गर्नुभएको छ होइन अनि ब्याचलरमा वास्तवमा कुन सब्जेक्ट पढ्नुपर्छ त ठुलो नमस्कार ठिक छ हजुर ठिक हुनुहुन्छ नि ठिक हुनुहुन्छ नि खोइ भने जस्तो पाइयो होइन मलाई 1 किलो यो अनार राखिदिनु न त राम्रो हुने यस्तो गेडा नबिरेको भयो एउटा खतरा फ्रुट आएको त यो यसको नाम के हो त नि कटर जस्तो हो र के अरे ठुलो सीताफल हुन्छ अच्छा कति रहेछ अरे रेट 4.20 यो म यो पृथ्वी चोकको हङकङ बजार छ नि यो हङकङ बजार हो क्या खासमा यो हजुर यस्तै खोलेर खाने हो खाइहाल्नु त ल यहाँ फेरि खाना पनि हाल्दैछ हाम्रो ठुलो मिठो हुन्छ सीताफल हो एउटा खाना सीताफल भन्ने मैले पहिलो चाहिँ चाहेको यस्तो हुँदो रहेछ अनि मैले भन्दै थिएँ कि यो हङकङ बजारको किनभने यो साइडमा फलफुल पसलहरू टन्नै खाने एकदम मिलाएर दिनुहुन्छ अनि जुसहरू सबै पाउँछ कि यदि तपाईँ यो साइडमा आउनुभयो भने यो चरक हस्पिटल यहाँ भयो होइन यो ल बोर्ड चाहिँ यो छ सबै फ्रुटहरू पाउँछ अनि मिलाएर पाउँछ कि अरू भनेको त्यस्तै हो अनि मैले किन मार्केटिङ गर्दैछु भने यो ठुलबाबा हाम्रो ठुलबाबा हुनुहुने हो कि उतै हामी एकै ठाउँको हो आउनु ल यहाँ आउँदाखेरि भाइ खोइ त नि चिज हुँदो रहेछ है हाम्रो ठुलबाबाले यहाँ नयाँ बिजनेस सुरु गर्नुभएछ यो मैले उहाँ कस्तो राम्रो ठाउँहरूमा देख्थेँ ठुलबाबाले त यहाँ आफै सुरु गर्नु सबै अनि मलाई त्यो प्लास्टिकको सामानहरू चाहिएछ कालो प्लास्टिक कति दिनु नि कालो प्लास्टिक चाहिँ आधा केजी जति राखिदिनु अन्त कि कति पाउँछ आधा केजीमा कतिको चढ्छ 17-18 वटा चढ्छ भने चाहिँ 8 वटा 8-9 वटा जम्मा 8-9 वटा मात्रै रहन्छ त्यसो भए 1 केजी राखिदिनुहोस् के अरे रङ्गिन भयो नि हुन्छ रङ्गिन भन्दा कालै हालिदिनुहोस् रङ्गिन छ कि फेरि अहिले हुन्छ त नि त्यही हो क्वालिटी उयो हो के अरे
कोही कलर भन्ने अलिकति कलर भयो ए केही भएन त्यो रोल हाल्दैन न कति खतेममा रोले हाल्दिउँ त्यो धेरै होला है 4.5 किलो रहेछ हुन्छ हालिदिनुहोस् अनि के भन्नु राति हजुर अर्को के भन्नु अरे यो र अर्को फ्लोर क्लिन गर्नको लागि लाइजल ग्यालिनकै लैजानु त्यही लाने ग्यालिनकै लानु छ यहाँ तपाईँलाई 250 लाग्यो ल 860 हो चाहिँ 1260 भयो यसको कति भयो अरे यसको कति 840 भने हैन 9 10 11 12 840 860 यसको भयो हुन्छ यसले कता उतै त्यही साइडमा झर्न दिइहाल्छ ल धन्यवाद दिदी हरियो राम्रो छ ल यो सामान फेरि मेरो सबैको अब कस्तो चिजमा हामीले खर्च गर्नुपर्ने हुन्छ होइन यो फोहोर फाल्न युज आउँछ यसको मात्रै मैले 800 तिरेँ होइन हाम्रो मेन खर्च हुने के अब यो भैँ पोचा हान्नुपर्छ यसलाई 400 तिर्नु पऱ्यो यो अर्को कन्टेनर हो जुन खाना प्याक गरेर पठाउनु पऱ्यो यो भनेको सबै त्यो खानेकुराको त रेट हेरिन्छ यी फेरि मान्छेले यस्ता कुराहरूमा ओहो फाइदा खायो भन्ने होइन हामीलाई जुन मेन खर्च भनेको यस्ता चिजहरूले खाएको हुन्छ क्या मेन्टेनेन्सले नमस्ते ठिक छ नि ल हाम्रो चटुको परिवार यता कति राम्रो देखेको थियो है वाह मैले यहाँ नयाँ खानेकुरा लिएर आएको छु कि यो त्यहाँदेखि ठुलवाले हाल्नु ए बिस्तारै बिस्तारै बाबु तर बिस्तारै निकाल्नु त अलिकति चाहिँ अलिकति फुटालेर दाइलाई दिनेश दाइलाई राखौँ अनि चाखौँ न त्यो कस्तो हुँदो रहेछ तिमीलाई मैले पछि ल्याएर छोडिदिन्छु हो त्यति दाइलाई दिनेश दाइलाई राखिदिनु अनि यो बाँकी हामीले चाखौँ ल पुग्छ सबैजनालाई फेरि ल कसरी मान्नुभयो ठिक छ मलाई त मिठो लाग्यो मैले तपाईँहरूलाई दुःख सुनाएको होइन तर मैले भर्खर साथीहरूलाई खाजा खुवाएँ कि माथि लगभग 3-3:15 भइसक्यो खाजा खुवाएँ अनि माथि पुम्दीबाट फेरि खाना यहाँ आयो कि बिहानदेखि भाग दौड यता गर उता गर सामान लिन जाऊ सामान ल्याएर छोड फेरि उता जाऊ फेरि माथिलाई सामान लगाऊ होइन त्यो गर्दाखेरि टाइम चाहिँ बल्ल मिल्यो तर म त्यसमा यो होइन कि मलाई गाह्रो छ नो जीवनमा गाह्रो खप्नै पर्छ गाह्रो जसै हुन्छ होइन तपाईँले यदि केही पाउनु छ केही पाउनु भन्दा नि केही गर्नु छ जीवनमा भने त्यसको लागि टाइम त दिनै पऱ्यो अनि ठ्याक्क टाइम टेबल त कहाँ मिल्छ त नि अब भविष्यमा मिल्ला त्यो आफ्नो ठाउँमा छ तर जब अहिले सबै आफैले गर्नुपर्ने सिचुएसन छ होइन कि होइन म पनि केही गर्न सक्छु म पनि सिस्टम बनाउन सक्छु कि टाइममा खाम भविष्यमा भाग्न नपरोस् 10 बजे भनेर अफिस दुग्रो नपरोस् होइन त्यसको लागि सङ्घर्ष गर्दैछु तपाईँ पनि मेहनत गर्नु ल आफ्नो उमेरमा आफ्नो ठाउँमा आफ्नो अगाडिको काम जे पनि हुन्छ त्यसलाई मन लगाएर गर्नुहोस् फरक पर्दैन यो काम त्यो काम जुनसुकै काम भए पनि तपाईँको काम हो मन लगाएर गर्नुहोस् जीवनमा केही पाउनु छ भने केही गर्न छ भने ल काम गर्ने साथीहरू पनि काम गरेर गइसक्नुभयो रात पनि पर्यो अनि यति राम्रो मुन देखिन्छ भन्ने एक्सपेक्टेसन नै थिएन मेरो अनि आजको दिनभरिको भाग दौड दुःख त्यो रुखा अनुभवहरू सबै यो दृश्यले एकैचोटिमा मेटाइदियो बहुत आनन्द भइरहेछु म त है त तपाईँ हेर्ने अझ एकछिन यो दृश्य वाउ ल त्यही नै भयो है त बाई बाई